हेलो एभ्रिवान। आज चाहिँ हाम्रो बागडुग्रादेखि नेपाल जाने दिन हो। अनि यहाँ हाम्रो कोसेलीहरू यति धेरै छ थरीथरीको, र बागडुग्रादेखि हाम्रो फुपूले हामीलाई बिरुवाहरू दिनुभएको छ। यति धेरै फुलहरूको बिरुवा, र दुर्गापुरदेखि पनि पाएको छौँ हामीले फुलको बिरुवा। हो त यही फुपू र काका बिदा गर्नु आउनु भएको छ। बाई बाई काका, काठमाडौँ पनि आउनुपर्छ अब फेब्रुअरीमा। अब स्ट्रङ हुने। बाई बाई फुपू, आउँदैछु म फेरि फेब्रुअरीमा। बिहामा चिच्याउँदै गाउँदै गर्दा मेरो सोच चाहिँ बिग्रेको छ। बनाइदिएको छ अहिले यो बुट्टाबारी बागडुग्राको बाटो। मलाई विष्णुले कराइरहेको थियो, तपाईँहरू यति आउनुहुन्छ हाम्रोमा आउनुहुन्न भन्दै। त्यो बागडुग्रादेखि पारी ट्याङ्कीसम्म दुवै साइड एकदमै हरियाली छ, एकदम ग्रिन, आँखालाई राम्रो लाग्ने सिनहरू हेर्दै हामी अब नेपाल फर्किँदैछौँ। नेपालमा पनि पर चाहिँ टोटो ओटो जान्छ। यो चाहिँ एसियन हाइवे यही कनेक्ट हुँदैछ अब नेपालसँग। एसियन हाइवे मेची पुल। वेलकम। अब नेपालको आयो। वेलकम टु नेपाल चाहिँ छैन लेखेको, यो भन्सार हो। नेपालको दुर्गापुर। नेपालको दुर्गापुर आए काम से सुरुङ्गा पुग्यौँ है, हल्ला गाडीमा भन्यो। सुरुङ्गा पुग्यौँ अब। कोयो ओइ कोयो अपै यत्रो सानो मान्छे अपै यसरी नै हामी सुरक्षित सहित इन्डियादेखि आइपुग्यौँ नेपाल।